पृथ्वीको सतह मुनि गहिराईमा अकल्पनीय ताप र दबाव बनिरहेको हुन्छ। जब प्रकृतिले त्यसलाई थाम्न सक्दैन, विस्फोट हुन्छ। पृथ्वी चारवटा मुख्य तहहरूबाट बनेको छ: क्रस्ट, मेन्टल, बाहिरी कोर र भित्री कोर। ज्वालामुखी गतिविधि प्राय मेन्टलबाट सुरु हुन्छ, जहाँ गर्मीले चट्टान पगालेर म्याग्मा बनाउँछ। म्याग्मा भनेको पग्लिएको चट्टान हो, जसमा ग्यासहरू पनि मिसिएका हुन्छन्। जब म्याग्मा सतहतिर उठ्न थाल्छ, त्यसले क्रस्टमाथि थुप्रै दबाव बनाउँछ, बिल्कुल उम्लिएको भाँडाको ढक्कन जस्तै। जब दबाव अत्यधिक हुन्छ, क्रस्ट फुट्छ र म्याग्मा विस्फोटका साथ बाहिर निस्कन्छ। यो लाभा, खरानी र ग्यासको रूपमा आकाशतिर उड्छ। ज्वालामुखीले बाटोको सबै कुरा नष्ट गर्न सक्छ, तर यही लाभाले उब्जाउ माटो पनि दिन्छ, नयाँ टापु बनाउँछ र पृथ्वीको बनावट परिवर्तन गर्छ। सबै ज्वालामुखी उस्तै हुँदैनन्। केहीले लाभा बिस्तारै बगाउँछन्, अरूले एक्कासी विस्फोट गर्छन्। ज्वालामुखीहरू प्रमुख 3 प्रकार छन्: सिल्ड, स्ट्राटोभोल्कानो र सिन्डर कोन। ज्वालामुखीहरू प्रकृतिको अचम्मको शक्ति हुन्, विनाशकारी मात्र होइन, सृजनात्मक पनि। तिनीहरूबारे बुझ्दा हामी सुरक्षित मात्र होइन, आश्चर्यचकित पनि हुन्छौँ।